शिक्षा मन्त्रालयमा आउनुभएको पनि करिब करिब 3 महिना भइसक्यो। कसरी अगाडि बढ्दै हुनुहुन्छ? कार्ययोजना के छन्? कसरी अगाडि बढ्ने, बिहान उठ्ने, यहाँ आउँछु, यहाँ बस्छु, अनि बेलुका सुत्न जाने। यो बाहिरबाट जस्तो यो सर्वसाधारण भएर देख्दा र अहिले मन्त्री भएर आउँदाखेरि कस्तो लाग्दछ? कस्तो अनुभव? जस्तो पनि आउँदैन। के छ भनेर सुन्न चाहेको। अब पार्टी खोल्ने भन्ने कुरा त उनीहरूको कुरा भयो नि। त्यस कारणले यो के धारणा, अरूले पार्टी खोल्छ मैले धारणा बनाउने होइन क्या। सम संस्कृति पार्टी वैकल्पिक पार्टी बन्ला कि नबन्ला? अरे ज्योतिषीको कुरा नगर न हो, बन्ला कि नबन्ला भन्ने। अब कस्तो काम गर्छ त्यसमा भर पर्ने हो क्या। ज्योतिषीले तँ चाहिँ के अरे भोलि गएर एकदमै राष्ट्रपति बन्छ भनेर ज्योतिषीले भनिदियो भन्नेमा म त राष्ट्रपति बन्ने रहेछु, मलाई ज्योतिषीले भनिदियो भने चुप लाएर बस्यो भनेदेखि त त्यो राष्ट्रपति बन्छ। उहाँले एउटा स्ट्याटस लेख्दाखेरि देशभरिकै मान्छेहरू आउने उहाँको कार्यक्रममा जुन भिड र भिजन दुइटै देखिन्छ नि, त्यसलाई चाहिँ कसरी लिने होला सर? देशव्यापी रूपमै जनताहरू त उर्लेको देखिन्छ। त्यसलाई जनताले जसरी लिएको छ नि त्यसरी लिने हो। अब चुनावको लागि भाग लिएर चाहिँ के अरे पार्टी खोलेर चुनावमा भाग लिनको लागि खोलेको हो। त्यो शुभकामना व्यक्त गर्नुहुन्न सर हजुरले? शुभकामना त मैले कुनै पनि अवस्थामा कसैलाई पनि गर्दैन।